बुद्धको शिक्षा, मानिस, पशु र ज्ञान। पहिलेको कुरा हो, नेपालका घना जङ्गल, उर्वर भूमि अनि उच्च हिमालका बीचमा एउटा सुन्दर राज्य थियो, सिद्धपुर। यो राज्य शान्तिपूर्ण थियो। यहाँका मानिसहरू प्रकृतिसँग मिलेर बस्थे। तर समयसँगै मानिसहरू लोभ, क्रोध र घमण्डको शिकार हुन थाले। यस राज्यमा एकजना बुद्धिमान राजा थिए, जसको नाम राजा चन्द्रसेन थियो। उनले बुद्धको मार्गमा हिँड्ने कोसिस त गरे, तर राजकाजका चटारोले गर्दा कहिलेकाहीँ लोभ र क्रोधले उनलाई प्रभाव पार्थ्यो। एक दिन उनले बुद्धसँग मार्गदर्शन लिन जाने निर्णय गरे। राजा चन्द्रसेन बुद्ध भेट्न लुम्बिनी नजिक एउटा गुफामा पुगे। बुद्ध ध्यान गरिरहनु भएको थियो। राजाले शान्त स्वरले भने, भगवान बुद्ध, म धेरै शक्तिशाली भए पनि मेरो मनमा शान्ति छैन, मलाई ज्ञान दिनुहोस्। बुद्ध मुस्कुराउनु भयो। उहाँले भन्नुभयो, ज्ञान केवल मानिसलाई मात्र होइन, पशुहरूलाई पनि आवश्यक हुन्छ। आज म तिमीलाई 3वटा कथा सुनाउँछु, एकजना मानिसको, एउटा पशुको र अन्तिममा म आफैको। राजा ध्यानपूर्वक सुन्न थाले। पहिलो कथा, मानिसको घमण्ड। पहिले देवदत्त नामका एक घमण्डी व्यापारी थिए। उनी धनी थिए, तर गरिबलाई सहयोग गर्न कहिल्यै इच्छुक थिएनन्। उनी जहिले आफ्नो धनको घमण्ड गर्थे। एक दिन देवदत्त हिमाली यात्रामा निस्किए। बाटोमा खोला पार गर्नुपर्ने भयो। खोला धेरै गहिरो थियो, तर उनले आफूलाई असाधारण मान्थे र हिचकिचाएनन्। म संसारकै बलियो मानिस हुँ, खोला पार गर्न मलाई कसैको आवश्यकता छैन, देवदत्तले सोचे। तर खोला पार गर्ने क्रममा अचानक ठुलो बाढी आयो। उनी बीचमै अड्किए। पानीको बहावले उनलाई बगाउन थाल्यो। मद्दत माग्नुपर्छ भन्ने सोच्दा पनि उनको अहङ्कारले रोक्यो। अन्ततः उनी खोलामा बगेर हराए। बुद्धले राजालाई सम्झाउनु भयो, यस कथाबाट के सिकिन्छ? राजाले जवाफ दिए, धन, बल र अहङ्कारले मात्र जीवन सुरक्षित हुँदैन। नम्रता, सहयोग र बुद्धिमत्ता जरुरी छ। बुद्ध मुस्कुराउनु भयो, ठिक भन्यौ। मानिसको घमण्ड नै उसको पतनको कारण बन्छ। दोस्रो कथा, पशुको दयालुता। हजारौं वर्ष अघि एउटा सुन्दर हरियो वन थियो। त्यहाँ एकजना सिंह राजा थिए। उनको नाम सिंहनाथ थियो। उनी बलियो मात्र होइन, बुद्धिमान पनि थिए। एक दिन एउटा घाइते बँदेल वनमा आयो। उसको खुट्टा भाँचिएको थियो र ऊ भोकले तडपिरहेको थियो। जब बँदेल सिंहनाथको गुफा नजिक आइपुग्यो, ऊ डरायो। तर सिंहनाथले उसलाई मार्न चाहेनन्। बरु उसले बँदेललाई आश्रय दिए र आफू चाहिँ शिकार गर्न जान्थे र बँदेललाई पनि खान दिन्थे। कहिल्यै नसोचेको कुरा भयो। बँदेल बिस्तारै निको हुन थाल्यो। केही समयपछि ऊ हिँड्न सक्ने भयो। बिदाईको समय आयो। बँदेल भावुक हुँदै बँदेलले भन्यो, हे सिंहनाथ, तिमी बलियो भए पनि दयालु छौ। म जीवनभर तिमीलाई सम्झिरहनेछु। बुद्धले फेरि सोध्नुभयो, यस कथाबाट के सिक्न सकिन्छ? राजाले भने, शक्ति भए पनि दयालु हुनुपर्छ। बलियो भएर निर्दय हुनु मूर्खता हो। बुद्धले टाउको हल्लाउँदै भने, ठिक छ राजा चन्द्रसेन, पशुहरूमा पनि दया, प्रेम र निष्ठा हुन्छ। मानिसहरूले उनीहरूबाट सिक्नुपर्छ। तेस्रो कथा, बुद्धको परीक्षा। बुद्ध स्वयंले भने, म अब तिमीलाई मेरो कथाको शिक्षा सुनाउँछु। धेरै वर्ष अघि जब बुद्ध ज्ञान प्राप्त गर्ने प्रयासमा थिए, एकजना क्रूर राजाले उनीमाथि परीक्षा लिन चाहे। उनले धम्की दिए, यदि तिमी साँच्चै ज्ञानी छौ भने मलाई नडराई बस। राजाले एकजना सैनिकलाई आदेश दिए, बुद्धलाई बन्दी बनाऊ। तर बुद्ध मुस्कुराउनु भयो र शान्त रहनुभयो। राजाले अझै धम्की दिए, यदि तिमी सत्य बोल्छौ भने तिमीलाई मारिदिन्छु। बुद्धले उत्तर दिए, सत्य कहिल्यै मर्दैन। यदि तिमी मलाई मार्छौ भने सत्य अझ बलियो हुनेछ। राजा चकित भए। उनको घमण्ड टुट्यो। उनले बुद्धलाई नमस्कार गर्दै भने,
तिमी साँच्चै नै महान छौ। बुद्धले राजालाई सोधे, यस कथाबाट के सिकिन्छ? राजाले भने, धैर्य, सत्य र नम्रता नै सबैभन्दा ठुलो शक्ति हो। बुद्धले अन्ततः 3वटा शिक्षाहरू दिए। मनुष्यबाट घमण्डले पतन गराउँछ भन्ने, पशुबाट दयालु ठुलो गुण हो भन्ने र ज्ञानबाट सत्य र धैर्य नै शक्तिशाली हुन्छ भन्ने 3वटा कथाबाट उनले 3वटा शिक्षा दिए। राजा चन्द्रसेन गहिरो सोचमा परे। उनले प्रण गरे, अबदेखि म घमण्ड त्याग्छु, दयालु बन्छु र सधैँ सत्यको बाटोमा हिँड्छु। त्यो दिनदेखि सिद्धपुर राज्य झन् समृद्ध बन्यो। मानिसहरू बुद्धिमान भए, पशुहरूसँग प्रेमपूर्वक व्यवहार गर्न थाले र सत्यको बाटो अपनाए। घमण्ड जीवनको पतन गराउँछ। दयालु मानिसहरू सधैँ सम्मानित हुन्छन्। सत्य र धैर्यले संसार जित्न सकिन्छ। बुद्धले देखाएको बाटो नै साँचो शान्ति र ज्ञान प्राप्त गर्ने मार्ग हो।